ल गाइस आज चाहिँ हामी फिसिङ गर्न आएको। फिसिङ गर्न आउँदाखेरि हस्की दामी रहेछ। यता हेर हस्की। ल फिसिङ गर्ने ठाउँ यो हो। भान्साहरूले चाहिँ एउटा रड हामीले घरबाटै लिएर आएको छौँ, एउटा चाहिँ हामीले लिएका छौँ। अब हामी जाँदैछौँ फिसिङमा। अब माछा मार्ने सिप चाहिँ खासै छैन हामीसँग, तर यो सबै रहर पुरा गर्ने हो। जुनमा हाने नि हुन्छ अरे, त्यसमा ठुल्ठुलो छ अरे। ल दामी रहेछ ठाउँ पनि। देख्न चाहिँ यो बाटो हिँड्दाखेरि पहिलादेखि देख्थेँ, तर यो के रहेछ भनेको यस्तो रहेछ है। ल डबल चारो टाइप्सको रहेछ यो सबैमा हालेर हान्ने हो। डबल अनि चारो किन्नु पर्ने फेरि। चारो अनि लिएर आउँछ। ल है गाईचारो मैदाको डल्ला मुखेर ल्याएर मैदाको डल्ला चाहिँ के हुन्थ्यो मैदाकै डल्ला हो, यहाँ दिने त्यही हो। हो र? खतरा पर्छ त्यो मैदाको डल्ला। मसला डल्लै हुन्थ्यो होला नि त। ल यो चाहिँ यहाँ धेरै माथि बसेर खाने ठाउँ रहेछ। यो ठाउँ चाहिँ कहाँ भन्दाखेरि गोकर्ण त्यो हल्का खाले त्यतिको चलिहाल्छ। केजीको 550 सस्तै हो नि होइन? यसरी आफै मारेर फ्रेस। अनि मेरो निकाल्नु भयो भिडियो। निकाल्थेँ मैले त। के अरे पसलमै पनि त्यति पर्छ। फिसरम्यान फोटो बनाएको थियो यो अलि लामो बनाएको कति गएको छ यो। ल पर यार भान्सा माछा चाहिँ करिब पर ठुलै पऱ्यो ठुलै पऱ्यो। अनिसले पालेर देखायो एउटा। यत्रो परेछ मान्छे ठुलै रहेछ के अरे यत्रो यत्रो। मारेर के गरेको भन्छ नि यस्तो। सुन्नु न, यो चिउरा अझै ल्याइदिनु ल। माछा मारेर यस्तो गरिदिएको हो। अन्त माछा त यस्तो भन्छ। आमा ग्रेभी साथी कति दिएको हो? 1 केजी हो। हुन्छ त्यही भएर